बजेट चाहिँ 700 होला गाइस। अब हामी खरसाङ आइपुगेको छ। त्यहाँदेखि अलिकति त्यहाँबाट चाहिँ सबै बिहान भएको कारणले गर्दा सबै बन्द रहेछ। यहाँनिर 8 माइलमा चिया खानु बसिरहेछ गाइस। मर्निङ टाइम निकै चिसो रहेछ दार्जिलिङतिर त है। सिलगढीमा धेरै गरम थियो गाइस। अब चिया खानेछौँ, देखाउनेछु गाइस। मैले चिया दोकान हो, गाइस। यो दार्जिलिङ बजार यहाँबाट पनि धेरै ठाउँबाट गाडीहरू पाउँछन्। दार्जिलिङ आइपुग्यो गाइस। अब जाँदैछौँ मर्निङको टाइममा। चिसो चिसो वेदर हेर्नु होला गाइस। मर्निङ जाडो 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 जाडो। चौरस्ताको बाटो लाग्दैछौँ गाइस। हाम्रो बिहानै सबैजना हिँडिरहेछ गाइस। गाइस आज दार्जिलिङ चौरस्तामा आज साई बाबाको जन्मदिन मनाइरहेको रहेछ है। यहाँनिर आज ह्याप्पी साई बाबा बर्थडे अल अफ यु, गड ब्लेस यु। आज मर्निङमा चौरस्तामा प्रोग्रामको लागि सबैजना रेडी भइरहेको छ बाबाको बर्थडेको लागि। जय बोल्यो जय महाकाल। नानीहरूको प्र्याक्टिस हुँदो रहेछ। गाइस चौरस्ता मर्निङमा भिडभाड हेर्नुहोस्। आज कोही घोडामा राइड्स गर्ने हर्समा है। यो चौरस्तामा सबैजना आइरहेछ गाइस यो मर्निङ टाइममा। गाइस तपाईहरु पनि आउनु होला यहाँनिर है हर्स राइड्स गर्नुको लागि है। तपाईको नाम के हो भन्नुहोस् दाजु? कर्मा भाइको आज म हिँडिरहेको छु गाइस। तपाईहरुलाई इन्जोय दिइरहेको छु गाइस। तपाईहरु कहीँबाट घुम्न आउनुभयो चौरस्तामा आउनुहोस्। वाउ मर्निङको आज भाइब्स तपाईहरुलाई दिँदैछु गाइस। अगाडि आउनु अगाडि अगाडि कस्तो लाग्छ तपाईहरुलाई भन्नुहोस् गाइस। जानु नानाको राइड हुन्छ। यहाँनिर हाम्रो कर्मा भाइ रहेछ है दार्जिलिङबाट। अनि एकदमै राम्रोसँगले उहाँले राइड्स गराउनु हुँदो रहेछ है। तपाईहरु आउनुहोस् कर्मा भाइसँग कन्ट्याक्ट गर्नुहोस्। अनि म जानु नाना भ्लग्समा तपाईँलाई वेलकम गर्छु। तपाईँले के भन्नु चाहनुहुन्छ? मेरो म क्याटक सिक्किमबाट। दिको च्यानललाई अलिक सपोर्ट गरिदिनु होला हो, सब्सक्राइब अनि सेयर गरिदिनु होला। तपाईँहरू पनि घोडा चढ्नु मन लाग्यो भने थ्याङ्क यू भाइ। गाइस हर्स राइड्स पनि भयो है, मजा लाग्यो। पहिला त अलिकति डर लाग्दै थियो, डर लाग्दै भए पनि तपाईँहरूलाई अस्ति याकको राइड गरेको देखाएँ, आज हर्सको देखाएँ। के कस्तो लाग्छ भन्नु होला गाइस। गाइस दार्जिलिङ आइपुग्यौँ चौरस्तामा। फेरि पनि चिया लिँदैछौँ तातो तातो। जाडोको मौसम रहेछ, हेभी जाडो रहेछ। सिक्किमको भन्दा धेरै जाडो बढेछ दार्जिलिङमा है। गाइस अब चाहिँ हामी
चौरस्ताबाट फर्किँदैछौँ हो। अब बजार जान्छौँ के गर्छौँ तपाईँलाई देखाउने छु गाइस। हाम्रो एकजना गाइस पनि आउँदैछ। जाडो छ है? ठिकै छ। जाडो तातो सबै एक्सपिरियन्स गर्नु पऱ्यो नि त होइन गाइस हजुरहरूको लागि चाहिँ दार्जिलिङमा आएको यहाँनिर सामानहरू किन्दै किन्दैन गाइस। अब फेरि यहाँनिर दार्जिलिङमा है खाजा खानु आइरहेको छ गाइस। के खानेछौँ देखाउने छु गाइस। तातो तातो थुक्पा बिफ थुक्पा खाजा गाइस। यहाँ ब्ल्याक एन्ड व्हाइटमा आएको छु दार्जिलिङमा है। यहाँनिर नयाँ नयाँ कलेक्सनहरू आएको रहेछ गाइस है। तपाईँहरू पनि आउनु होला। म गान्तोक सिक्किमबाट आएको छु अनि मैले चाहिँ एउटा कोट लिएको छु है। यहाँ तपाईँहरूलाई रिजनेबल प्राइसमा दिन्छ है बहिनीहरूले है। गाइस अब हामी दार्जिलिङ स्ट्यान्ड आइरहेको छ गान्तोक जानुको लागि। टिकटहरू काटेर रेडी छ है। हामी वेटिङ गरिरहेको छौँ। अरू प्यासेन्जरहरू पनि आउनु छ है। त्यहाँदेखि अब तपाईँलाई हामी जान्छौँ त्यहाँदेखि देखाउँछौँ ल गाइस। गाइस अब फेरि लप्चूमा आएर चिया खाजा खानु रोकिरहेको छ। चिया खाजा खान्छौँ है। त्यहाँदेखि फेरि ब्याक टु गान्तोक। यो चिया खानु लागेको छौँ। चौबिन र मेगी आउँदैछ गाइस। अब तपाईँहरूलाई यति बेलासम्म है मैले आज दार्जिलिङ गएर के गरेँ कसो गरेँ सबै दार्जिलिङको कुराहरू पनि देखाएँ है। अनि तपाईँहरूले यति बेलासम्म हेर्नुभयो यो मेरो मिनी ब्लगलाई है मन पराइदिनुहुन्छ भनेर म आज आशा राख्छु। थ्याङ्क यू सो मच। लभ यु अल।